भन्नु न त अनि रिसाइराख्नु भएको छ कि हाम्रो घरमा बस्दा डिस्टर्ब भयो तपाईँहरूलाई। हेलो एभ्रिवान, हजुरहरूमा फेरि म उपस्थित भइसकेँ निर्मला। हजुरहरूले मेरो भिडियोहरूको साथ दिनुहुन्छ होला अनि आशाको साथमा तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु अनि आज चाहिँ म उपस्थित भइसकेको छु। हजुरहरूले मेरो भिडियो हेर्नुभन्दा पहिले मेरो भिडियो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। त्यही हो साथीहरू। अनि आज चाहिँ म विशेष गरी दाउरा बोक्न सुरु गर्दैछु कि अस्ति नै दाउरा चिरेको थियो, त्यो दाउरा बोक्नुपर्ने हुन्छ, त्यही भएर मैले दाउरा बोक्नु सुरु गर्दैछु। अनि हिजो अस्तितिरै बोक्नु भन्दाखेरि ठाउँ थिएन नि त, त्यो दाउरा राख्ने ठाउँमा चाहिँ कम्पनीको मान्छेहरू बसिराख्नु भएको थियो, त्यही भएर बोकेन। आज चाहिँ मान्छे सबै गइसक्नुभयो, त्यही भएर भाडीहरू उनीहरूको त्यो खाना पकाउने ठाउँहरू सबै खाली गर्नुभयो क्या त्यो दाउरा राख्ने ठाउँमा। अनि त्यस पछाडि चाहिँ दाउरा बोक्नु सुरु गर्दैछु। अनि त्यो दाउरा त्यहीँ राख्नुपर्ने हुन्छ बर्खाको लागि, बर्खामा भिज्छ नि त, अनि कोठमा राख्नुपर्ने हुन्छ। त्यही भएर आजबाट चाहिँ मैले दाउरा बोक्नु सुरु गर्दैछु। रिसाइराख्नु भएको छ कि हाम्रो घरमा बस्दा डिस्टर्ब भयो तपाईँहरूलाई। तर पानीले गर्दा अलिक डिस्टर्ब सुन्ने होला। भाडा मस्काउँदै हुनुहुन्छ होइन? हजुर, त्यही हो, हाम्रो घरमा धेरै दिन अक्सर कम्पनीको मान्छेहरू बसिरहनु भएको थियो। त्यस पछाडि आज हाम्रो घरदेखि परतिर ठाउँ सर्दै हुनुहुन्छ बस्नको लागि, त्यही भएर आज धेरैजना हुनुहुन्छ, सबैजना जाँदै हुनुहुन्छ, त्यही भएर मैले भिडियो थोरै बनाइरहेको छु। भन्नु न। त्यो तपाईँहरूको सामान चाहिँ के हो त्यो निकाल्नु नि त, अनि त्यो अरू त्यस्तै हुँदैन, भोलि पर्सि हामी बोलाउँछ। अब निकालेर नि कहाँ राख्नुहुन्छ? होस्, त्यो गाउँघरमा बसिसकेपछि काम त गर्नुपर्छ, हजुर त गर्नु नै पर्ने हुन्छ, त्यही भएर म दाउरा बोक्दैछु। अनि त्यस्तै काममा दिनहरू बितिरहेछ। अनि दाउरा चाहिँ यही हो, धेरै भइसक्यो, धेरै महिना भइसक्यो दाउरा चिरेको पनि, यस्तो कालो कालो भइसक्यो यहाँ छ। अनि त्यहाँ तलतिर धेरै परतिर पनि छ, धेरै छ दाउरा चाहिँ बोक्नुपर्ने हुन्छ। दाउरा बोक्नुको लागि चाहिँ म एक्लै छु क्या, अनि कहिले बोकिसक्ने भइसक्यो, आज भर्खर सुरु त हुँदैछ। अनि लाग्छ होला म एक्लैलाई त अझै 1-2 दिन नै दाउरा बोक्न। अनि त्यस्तै हो। अनि आजको मौसम फेरि यस्तो धुम्म भइरहेछ कि फेरि पानी पर्ला जस्तो, एकदमै पानी पर्ला जस्तो भइरहेछ। के हो यो ठाउँको मौसम पनि बुझ्न सकिँदैन। घाम लागेपछि अति नै लाग्छ। हिजो अस्तिको दिनतिर फेरि धेरै घाम लागिरहेको थियो, आज चाहिँ एकदम धुम्म भइरहेछ मौसमहरू पनि। पानी पर्ला जस्तो छ, बेलुका त अवश्य नै पर्छ होला पानी परेपछि फेरि दाउरा बोक्नु नि मिल्दैन, भिज्छ। त्यही भएर पानी नपरिँदैन चाहिँ म दाउरा बोक्छु भनेर एउटा दाउरा बोक्नुको लागि आइरहेको छु। त्यही हो, यस्तो हुँदो रहेछ कि ठुल्ठुलो बोट हुन लागेको रहेछ। दाउरा यसरी बोक्नु हुन्छ। यो मेरो
भिडियो चाहिँ कस्तो हुँदैछ त्यो पनि थाहा छैन। अन्तिमसम्म हेरेपछि साथ दिनु होला सबैजनाले। आज फर्स्ट टाइम गोप्रोबाट भिडियो बनाउँदैछु कि त्यही भएर मलाई गोप्रो अलिक चलाउन नआउँदो रहेछ। त्यही भएर घरि भिडियो रेकर्ड हुन्छ, घरि हुँदैन, घरि डिलिट हुन्छ। यस्तो गाह्रो हुँदो रहेछ कि कहिल्यै पनि नचलाएकोले होला। अनि फर्स्ट टाइम गोप्रोबाट चाहिँ मैले भिडियो बनाउँदैछु नि त, त्यही भएर अप्ठ्यारो लागिरहेछ। कस्तो आउँछ भिडियो, त्यो कस्तो लाग्छ मेरो भिडियो तपाईँहरूले हेरेर प्रतिक्रिया दिनुहोला कमेन्ट बक्समा। अहिले आज चाहिँ मैले यस्तो दाउरे गएको थिएँ। पछाडि देख्न सक्नुहुन्छ र अगाडि म त बिहानदेखि बोकेको नि त यस्तो गयो। अब त नबोक्ने आजको लागि यति नै। खाजा खाने त्यस पछाडि घरमै दाउरा काम गर्नु पऱ्यो नि त। त्यही दाउरा राख्ने ठाउँमा आजसम्म अरू मान्छे बसिरहेको थियो नि त। 15-20 दिन जति भइसकेको थियो। त्यो अफसर कम्पनीको मान्छेहरू अनि भेट्नु के सुरुङ केको लागि सर्वे के गर्नुको लागि आउनुभएको थियो। अनि यहाँ बस्नु भएको थियो। हाम्रो घरमा 16जनाको टिम थियो। त्यो पनि 15-20 दिन जति नै बस्नुभयो होला। अनि आज चाहिँ जानुभएको छ। यता अप्सुवा माथि के भन्छ डबरा छेउतिर त्यहाँदेखि मुनतिर जानुभएको छ। त्यता नि काम गर्नको लागि आज त्यहाँ ठाउँ सर्नुभयो बास। अनि आज चाहिँ खुल्ला छ कि हाम्रो घरमा। अनि खुल्ला पनि सुनसान आनन्द हुन्छ क्या। तर उनीहरूको भार त अझै धेरै छ कि घरमा। यहाँ आज बोक्नु नसकेको भोलि पर्सि ओसार्नुहुन्छ होला। कति धेरै झोलाहरू ठुलो छ, मेसिनहरू छ उसको। त्यो मेसिन कति धेरै छ कि त्यो सामान बोक्न उनीहरूलाई अझै टाइम नै लाग्छ होला सायद। जस मान्छे चाहिँ आजबाट हट्नुभयो, त्यही भएर अब घरको 2-3जना मात्रै छौँ। के गर्नुभएको? मैले यस आराम गरिरहेको छु। अनि तिम्रो केटाहरू घरबाट गए, साथीहरू पनि गइहाले। कस्तो विरक्त पो लाग्यो, उहाँले हल्ला खल्ला हुन्छ। अनि तपाईँको साइडमा चाहिँ के हो कहीँ माटेको बिहा गर्छ त यत्रो यो चाहिँ अप्सुवा हाइड्रो पावरको कम्पनीको सामानहरू छ। के छ फेरि आऊ गरौँ भन्दा नि योभन्दा लामो झोलाहरू छ। यो चाहिँ बोक्न मजा रहेछ, ख्याप्पै हुँदो रहेछ। छोटो नामले बनाएको रहेछ कि डोरी। खुचियाहरू छ नि केटीहरूले बोक्ने होइन, अरू बुढोहरूले बोक्ने हो। त्यही हो आज हामी 2जना अनि आमा 3जना मात्रै छौँ आज घरमा। नभए सधैँ हाम्रो घरको सङ्गतै 19-20जना हुन्थ्यो होला। उनीहरू 15-16जना थियो होइन। अनि आज सुनसान भइरहेको छ, खुल्ला। नभए आँगनतिर पनि टेन के भन्छ ट्याङ्गेर बसिरहनु भएको थियो। चिकुवामा खुट्टा छिराइ नसक्नुहुन्थ्यो। आज चाहिँ खुल्ला भइरहेछ। बम्बई त्यस्तै हो साथी।